हामी किन यात्रा गर्छौँ? हेर्न, भाग्न कि आफूलाई बुझ्न? यो यात्रा कुनै गन्तव्यसम्म होइन, यो यात्रा आफैभित्र पुग्ने एउटा प्रयास हो। आज हामी हिँड्दैछौँ डाँडागाउँदेखि विष्णुद्वारसम्म। गाउँमा घडी हुँदैन, यहाँ समय बग्दैन, यहाँ केवल अनुभव हुन्छ। यहाँको वातावरणमा समय बितेको थाहै हुँदैन। यहाँको जीवन पर्यटकको लागि एउटा सिकाइ हो। सहरमा आवाज धेरै छ तर सुन्ने समय छैन। यहाँ शब्द कम छन् तर अर्थ धेरै छन्। यहाँ कुनै लग्जरी छैन तर क्ल्यारिटी पनि छ। यहाँ आएपछि मन आफै शान्त हुँदै जान्छ। विष्णुद्वार धर्मको नाम हो तर अनुभूति धर्मभन्दा माथि छ, किनकि विष्णुद्वारलाई यहाँ भगवान विष्णुप्रतिको आस्थाको प्रतीक मानिन्छ। यहाँ मानिसहरू मान्नुभन्दा पहिले आफै मानिन्छ। डाँडागाउँदेखि विष्णुद्वारसम्मको यो यात्रा पर्यटनको लागि पनि निकै महत्त्वपूर्ण छ। छोटो दूरी, धार्मिक आस्था बोकेको प्रकृति, संस्कृति सबै एकै ठाउँमा समावेश भएको छ। यदि तपाईँहरू पनि शान्ति र आस्थाको यात्रा खोज्दै हुनुहुन्छ भने एकपटक यहाँ भ्रमण गर्नुहोस्, किनकि सायद तपाईँहरूले यही ठाउँमा उत्तर भेट्नुहुनेछ।